बबाल खुलाएर खाली छ। दुईटा कोठा, एउटा किचन, दुईटा बाथरुम, एट्याच बाथरुम पनि छ। पानी 24 घण्टा। यो टोयलेट बाथरुम आफ्नै भयो। अनि यहाँनिर चाहिँ कम्फोर्ट बाथरुम होइन, दुईटै पेन बाथरुम हो। अर्को रुम भयो, यहाँ अर्को रुम भयो। यो चाहिँ हाम्रो दुईटा एउटा बाथरुम। यो बीचको फ्लोर हो, यसको भुइँतालाको फ्लोर सेम स्ट्रक्चरको छ। त्यस्तै कलर सलर गरिदिनुहुन्छ। मासिक भाडा कति हो म हालिदिन्छु। ठ्याक्कै यति भन्ने थाहा भएन। यो चाहिँ कलङ्की कलर सरर लाउन बाँकी छ। किचनको काम हुँदैछ। उता नि टोयलेट छ, यता नि टोयलेट छ। यहाँ कोठा हो, 1 BHK। यता बेडरुम छ। माथिको जस्तै नयाँ बनाउने यो। यसको भाडा म सोधेर हालिदिन्छु। यो कलङ्कीबाट थानकोट जानेपछि। अब यसलाई के भन्छ खास यो टोललाई? यो टोललाई के भन्छ अरे सर? सोधिदिनु त। यो टोल चाहिँ मत्स्य गाउँ जाने बाटो। मत्स्य धौलागिरी आवास क्षेत्रमा ल।